पनि आइटीमा काम गर्न सक्छ। आइटी इज द सिम्पलेस्ट सब्जेक्ट। अहिले आइटी यस्तो छ कि यस्तै फ्लेक्सिबल लाग्छ मलाई के, एकाउन्टिङ पढायो हो चाहे जुनसुकै सब्जेक्ट पढायो, इफ यु वान्ट टु प्रोग्रेस you have to give 100% and you keep on progressing. Continuous improvement is the key to the success. If you know IT, it is not only the job help, it can help you every day in your everyday life, every moment of your life. IT help. You come out from your comfort zone, make your network, do continuous improvement. Continuous improvement. Don't hesitate to reach out. हाम्रो नेपाली कम्युनिटी अथवा जुनसुकै कम्युनिटीमा पनि यति धेरै स्किलफुल मान्छेहरू छ, जुनसुकै सेक्टरमा गयो भने पनि यति धेरै मान्छेहरू छ, रिच आउट गर। अस्ट्रेलियाका कुरामा तपाईलाई स्वागत छ। यो एपिसोडमा हामीले करियरका कुरा गर्दैछौँ। यो एपिसोडमा हामीले जर्नीका कुरा गर्दैछौँ। नेपालको डोटी जिल्लादेखि अस्ट्रेलियाको कमनवेल्थ ब्याङ्कको सिनियर आइटी पोजिसनमा कार्यरत आदरणीय व्यक्तित्व लक्ष्मी जोशीसँग हामी आज पोडकास्टमा कुरा गर्दैछौँ। उहाँसँग हामी आइसिटी करियरको बारेमा, हायरिङ प्रोसेसका बारेमा, ओभरअल जर्नीका बारेमा, स्टार्टिङ फेजका स्ट्रगलका बारेमा हामी कुरा गर्दैछौँ। वेलकम टु अस्ट्रेलियाका कुरा, प्रेजेन्टेड बाई तिलिचो कन्सल्टिङ ग्रुप, सपोर्टेड बाई युनिक्याम्पस ग्लोबल अस्ट्रेलिया। त्यो स्कुल चाहिँ 2022 सालमा सुरु भएको थियो, तर 2052 सालमा जब म एसएलसी दिएको थिएँ त्यसमा कुनै पनि मान्छे अहिलेसम्म फर्स्ट डिभिजनमा पास भएको थिएन क्या। अहिले पनि त्यहाँ कहिले क्विज हुँदाखेरि त्यो मान्छेले मेरो नाम लिन्छन्, त्यो एकदम मलाई प्राउड फिल हुन्छ कि। अचम्म के थियो भन्दाखेरि तैँले सोच्दाखेरि म आफै कहिले रुनु मन लाग्छ होइन। त्यहाँ चाहिँ न प्रोपर बेन्च थियो, हामी त्यो फ्ल्यागमा चाहिँ बस्थ्यौँ, टोयलेट थिएन, हामी जङ्गलमा जानु पर्थ्यो, अनि पानीको व्यवस्था थिएन कि। त्यो विकट ठाउँबाट, त्यो अप्ठ्यारो परिस्थितिबाट तपाईँले भने जस्तै एकाडेमिकली मैले प्रोग्रेस गर्नुपर्छ भन्ने चाहिँ तपाईँलाई कहिले फिल भयो? एसएलसीमा अब म फर्स्ट डिभिजन भएपछि मेरो बाबाआमाले चाहिँ दुःख सोय गरेर काठमाडौँ पठाए। अनि काठमाडौँ मैले आइएससी पढेँ। अनि आइएससी पढ्दाखेरि मलाई लाइफमा चाहिँ कहिले पनि मैले कम्प्युटर देखेको थिएन कि। म काठमाडौँ आएर म 11 पढिसकेपछि अनि म एकजना साथीको घरमा गएर मैले कम्प्युटर छुन पाएको थिएँ कि। अनि छुन पाएपछि मलाई कता क्युरियोसिटी भयो कि, माइ गड यो के हो त यस्तो त। अनि त्यसपछि मैले 11 सकिने बित्तिकै त्यतिखेर नेपालमा चाहिँ त्यो कम्प्युटर ट्रेनिङ गराउँथ्यो कि, त्यहाँ चाहिँ डस, वर्ड, एक्सेल यस्तो पढाउँथ्यो। अनि त्यो मैले कोर्स लिएँ कि। अनि त्यसपछि मलाई के फिल भयो भन्दाखेरि ओहो यो एक्सेलमा यति सानो हिसाब हुँदो रहेछ, अनि हामीले यो हातले गर्दा गर्दा कति टाइम लाग्छ। अनि त्यसपछि चाहिँ मलाई फिल भयो कि मेबी आई निड टु मुभ इन्टु आइटी सेक्टर सो द्याट आई क्यान डु सम रियल इम्प्याक्ट अन द पिपल। अनि त्यतिखेर चाहिँ मलाई के भन्दाखेरि आई हेभ टु स्टडी आइटी। अनि त्यसपछि म इन्जिनियरिङ पढ्नलाई म पहिलेको इच्छा थियो बच्चादेखि नै। अनि तर मैले चाहिँ कम्प्युटर इन्जिनियरिङ चुज गर्न कारण, कम्प्युटर इन्जिनियरिङ चुज गर्ने एउटा मेन कारण के भन्दाखेरि हाम्रो घरमा पनि सानो पसल थियो, अनि केही खोज्नु पर्यो भने हाम्रो बुवाले त्यो पुरा बही खाता पल्टाइ गर्नुहुन्थ्यो कि। अनि आई वाज अलवेज थिङ्किङ कि लाइक वाइ क्यान आई मेक समथिङ टु मेक इट क्विकर, राइट। अनि काठमाडौँ नि कहीँ सरकारी काम गर्न गयो, त्यो ढड्डा लिन मान्छे जान्थेन। अनि त्योबाट म इन्सपायर भयो कि म आइटी पढ्नको लागि कि मेरो प्यारेन्ट्सहरूले चाहिँ मलाई सपोर्ट गरेर अनि म कम्प्युटर इन्जिनियरिङ पढेँ। अनि मेरो चाहिँ अन्डर ग्रेजुएट नेपालमा सकियो। अनि मलाई जहिले पनि किन अस्ट्रेलिया यस्तो ब्युटिफुल कन्ट्री चाहिँ मलाई थाहा थियो कि, किनकि मैले कति रिसर्च गर्थेँ। अनि मलाई चाहिँ एकदमै राम्रो लाग्थ्यो कि अस्ट्रेलिया। त्यतिखेर चाहिँ अनि हामी जुन कन्सल्टेन्सीमा गयौँ उहाँले चाहिँ के भन्यो, तपाईँहरू चाहिँ दुइटै पढ्न जानुहोस्, डिपेन्डेन्सी थाहै भएन क्या। दुईजनाले भिसा एप्लाई गऱ्यौँ। मेरो मिसेसको चाहिँ भिसा आयो, मेरो भिसा आएन। फर्स्ट टाइम आयो एप्लाई गरेर आएन, सेकेन्ड टाइम एप्लाई गरेर आएन। अनि म डिप्लोमा पढ्न आएँ। त्यतिखेरको ट्रेन्ड नै अलिकति डिप्लोमाहरू लिने नै भन्ने खालको थियो कि के थियो? त्यतिखेर थिएन। त्यतिखेर चाहिँ अब अरू मेरो स्टुडेन्टहरू जसलाई मैले चाहिँ नेपालमा चाहिँ आइटी ब्याचलर सकिने बित्तिकै मैले एपेक्स कलेज, अस्कल कलेजमा पढाउँथेँ। मेरो स्टुडेन्टहरू चाहिँ यहाँ सबै मास्टर गर्न आए। तर म चाहिँ अब भनौँ अब मलाई आउनै थियो होइन, मलाई डिप्लोमा पढ्न आएँ। इन्ट्रेस्टिङ जर्नी होइन, नेपालबाट अन्डर ग्रेजुएट आइटीमा पढेर अस्ट्रेलिया डिप्लोमा पढ्न आउँदै गर्दा भिजा रिफ्युजलदेखि लिएर भिजा ग्रान्टसम्म भनेपछि सबै कुरा देख्न पाइयो यो जर्नीमा। त्यतिखेर त बस्नको पनि च्यालेन्ज भन्ने सुनिन्थ्यो नि, फिल होइन। अनि अस्ट्रेलिया आइसकेपछि अब त्यो कोही पनि भएन, तर मैले विदिन सर्ट पिरियड अफ टाइममा चाहिँ मैले धेरै साथीहरू बनाएँ। साथीहरूले चाहिँ मलाई धेरै सहयोग गर्यो। अनि तर च्यालेन्जेस के थियो भन्दा एउटा नयाँ स्टुडेन्ट जो अस्ट्रेलिया आउँछ, अनि त्यतिखेर चाहिँ कामको च्यालेन्ज के, काममा चाहिँ मलाई स्टिल चाहिँ 3 महिनासम्म काम पाएन। अनि मलाई एउटा इन्ट्रेस्टिङ त्यो फोटो मसँग छ होइन। म चाहिँ त्यतिखेर कार्टनमा बस्थेँ। अनि मेरो बुढीले मलाई के सिकाएको थियो भन्दाखेरि मेरो मिसेसले अब त्यहाँ चाहिँ पसलमा गएर नक गर्नु अनि सोध्नु भनेर होइन। अनि त्यसरी म गएँ। म 4 घन्टा म कार्लटनदेखि म रकडेल्समा घुमेँ। अनि त्यतिखेर चाहिँ पोखराको पार्कमा 45 मिनट रुखको मुनि सुताएको छु क्या थाकेर के। अनि त्यो रुख मसँग स्टिल त्यसको फोटो छ।
अनि त्यो चाहिँ मलाई एकदम इन्सपायरिङ लाग्छ। त्यस्तो एकदम गाह्रो थियो। तर म जहिले पनि म अझ न्यू कमरहरूलाई के सजेस्ट गर्न चाहन्छु भन्दाखेरि प्लिज 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 किप योर सेल्फ मोटिभेटेड अलवेज। दिस इनर चाइल्ड इनसाइड यु जसले एकदम पुस गर्दा हुन्छ र जे काम पाउँछ राम्रोसँग। एक्ज्याक्टली यो सुरुको फर्स्ट 6 मन्थ टु 12 मन्थको स्टेज भनेको चाहिँ एक्ज्याक्टली दुःख त गर्नै पर्यो होइन। अझ स्पेसली केही कामै नगरेर केही अलिकति दुःख अब पारिवारिक रूपमा पनि धेरैले काम पनि नगरेर नै आउनु भएको हुन्छ। उहाँहरूले पछि गएर यो कुरा सोच्दा हजुरले भने जस्तै मैले इज कार्लटनदेखि लिएर त्यो सेरोफेरोमा सबैमा मैले गएर इज पसलमा गएर रेज्युमे बाँडेँ भन्दा अहिले चाहिँ कस्तो प्राउड फिल हुन्छ होला दाइ? एउटा कुरा मैले लाइफमा सिकेको अस्ट्रेलिया आएर नेपालमा भन्दा मलाई थाहा थिएन, अनेस्टली भन्छ मलाई थाहा थिएन। रेस्पेक्ट विथ पिपल नो म्याटर वाट सच अफ जब यु डु राइट। अनि उसले कस्तो लुगा लगाएको छ कस्तो खाइरहेछ त्यो चाहिँ मेरो दिमागबाट हट्यो कि। अनि अर्को कुरा चाहिँ जे काम गर्छौ मरेर गर के, किनकि इफ यु आर डेडिकेटेड यु अलवेज गेट अपलिफ्टेड। अनि थर्ड कुरा चाहिँ मलाई फिल भएको भ्याल्यु अफ टाइम, किनकि त्यो टाइम जुन अस्ट्रेलियामा अर्ली म आउँदाखेरि चाहिँ मलाई चाहिँ जुन स्ट्रगलिङ मैले गरिरहेको थिएँ अनि म जहिले पनि के फिल गर्थेँ भन्दाखेरि इज अलवेज ब्राइट लाइट अहेड फर मी। अनि म जुन काम गर्थेँ अहिले पनि म जहिले भगवान् मान्थेँ क्या, किनकि त्यो कामले चाहे मैले सुरुमा आउँदाखेरि मैले बस क्लिनिङ गरेँ, मैले चाहिँ अब छ अफिस क्लिनिङ टोयलेट क्लिनिङ, मैले चाहिँ भनौँ काम नगरेर कसले पनि छैन, हाउस किपिङदेखि लिएर वेटरदेखि लिएर एभ्रिथिङ आई हेभ डन। बट एभ्री जब म यस्तो फिल हुन्छ कि एभ्री जब आई अलवेज थिङ्क इज दिस इज द गड्स गिफ्ट, किनकि त्यो जब नभएको भए सायद म युनिफिट दिन सक्दैन थिएँ। म मेरो चाहिँ हामी बुढाबुढी थियौँ, त्यो घरको भाडा दिन सक्दैन थियौँ। त्यही भएर लर्न गरेको भन्दाखेरि रेस्पेक्ट फर एभ्रिथिङ वाट यु हेभ गट एट द मोमेन्ट विल अलवेज हेल्प यु टु ग्रो। एब्सोल्युटली। यो हामीले विद्यार्थी लाइफमा गर्ने कामहरू किन भन्दा यो युनिको टाइमिङहरू हुन्छ, कलेजको टाइमिङहरू हुन्छ, अफ आवरमा काम गर्नु पर्यो, अफ लाइनमा काम गर्नु पर्यो, त्यतिखेर चाहिँ हामीले गर्नुपर्ने कामहरू कहिलेकाहीँ चाहिँ हामीलाई त्यो मन नपर्छ, तर लङ रनमा चाहिँ सधैँभरि त्यो काम गरिन्छ भन्ने हुन्न। त्यो भएको भएर आफ्नो प्रोग्रेस हुँदै गर्दाखेरि चाहिँ यो आफूले त्यो कामलाई चाहिँ मोटिभेट भएर गर्ने र फर्दर चाहिँ आफू के गर्ने भन्ने कुरा पनि प्लान गर्ने भन्ने कुरा जुन त्यो अहिले पनि लागु नै हुन्छ सबैजनालाई। जसलाई पनि भन्छु कि प्लिज गिभ 100% के। मेरो घरमा अहिले मेरो यङ्गर अब निसहरू नेफ्यूहरू छ, यु हेभ टु गिभ 100%। मलाई पानी खान मन लाग्यो भने पानीको धारा मेरो कहिले पनि आउँदैन। मेरो टेबल अगाडि मैले 100 रुपियाँ राखेँ भने त्यो पानी आफै बोकेर त्यो पैसा गएर कहिले पनि आउँदैन। यु हेभ टु इनिसिएट के, यु हेभ टु गिभ 100%। हामी नेपालबाट आएको छौँ अथवा जुनसुकै कन्ट्रीबाट आयो भने पनि हामी कम्प्लिटली डिफ्रेन्ट एरियामा आइरहेको छौँ भने इफ आई डोन्ट गिभ 100% अनेस्टली देन द्याट इज नट द प्लेस फर यु। दाइको कुरा सुन्दै गर्दा यति मोटिभेटेड यति पोजिटिभ फिल हुन्छ कि दाइलाई एउटा सोध्नै पर्ने क्वेसन भनेको दाइको पोजिटिभिटीको राज चाहिँ के हो? दाइ अलवेज पोजिटिभ, अलवेज मोटिभेटेड, नेभर नेगेटिभ। त्यो मैले चाहिँ इन्डिभिजुअली चिन्दाखेरि पनि मेरो दिनचर्या चाहिँ म एभ्रिडे बिहान 3:50 या 4 बजी उठ्छु एभ्रिडे, विकेन्ड बाहेक। अनि उठ्ने बित्तिकै चाहे त्यो गर्मी होस् चाहे जाडो होस् म चिसो पानी नुहाउँछु, कम्प्लिट चिसो पानी। त्यसले मलाई के फाइदा गर्छ भन्दाखेरि एउटा चाहिँ मलाई त्यो प्रेजेन्ट मोमेन्ट, चिसो हुन्छ त्यो प्रेजेन्ट मोमेन्ट हुन्छ होइन। अनि त्यो नुहाइसके बित्तिकै अनि म चाहिँ मेडिटेसन गर्छु। अनि त्यसपछि म मेडिटेसन गर्दा गर्दै अनि एभ्रिडे म नयाँ स्पिरिचुअल वा सेल्फ अवेरनेसको भिडियोहरू सुन्छु कि। अनि त्यो जान्छ 1-1 घन्टा जति। अनि त्यो गरिसकेपछि अनि आधा घन्टा 45 मिनट म एक्सर्साइज गर्छु, फिजिकल एक्सर्साइज। किन पहिला मैले मेन्टल एक्सर्साइज गरेँ, फिजिकल एक्सर्साइज। अनि त्यो गरेपछि मलाई कस्तो फिल हुन्छ भन्दाखेरि जस्तै त्यो मोबाइल फुल चार्ज भएर चाहिँ दिनमा चलाउन सकिन्छ नि त होइन। त्यस्तै मलाई आफूलाई त्यो बिहानको 2 घन्टा त्यो गरिसकेपछि मलाई आफूलाई यति लाइट फिल हुन्छ। अनि म जहिले प्र्याक्टिस के गर्छु भन्दाखेरि चाहे त्यो केटा होस् चाहे केटी होस्, ठुलो होस् सानो होस्, कस्तो लुगा लाओस् कस्तो गाडीमा चलाए, आई अलवेज गेट इनर्जी फ्रम पिपल। म बिहान चार्ज भएर आउँछु, झन् त्यहाँ आउँछ झन् चार्ज हुन्छ कि। अनि एउटा सानो इक्जाम्पल भन्छु, मलाई अस्ति मात्रै भएको त्यो पर्सपेक्टिभले कति चेन्ज गर्छ भन्ने कुरामा होइन। म चाहिँ हाम्रो घरबाट चाहिँ गाडी निकालेर म मेरो छोरीलाई चाहिँ त्यो कराटेमा ड्रप गर्न गइरहेको थिएँ कि। अनि ड्रप गरेँ, हाम्रो घरबाट निस्के लेफ्ट थियो। अनि म उसँग कुरा गरिरहेको थिएँ मेरो छोरीसँग चाहिँ होइन। अनि मेरो पछाडिबाट गाडी एकदम स्पिडमा गाडी आयो। मलाई अनेस्टली मलाई थाहा छैन, मैले स्लो गरेको थिएँ थिएन। अनि त्यसले त्यो गाडी चाहिँ मेरो पछाडिबाट राइट ह्यान्डमा लग्यो। अनि उसले विन्डो डाउन गर्यो क्या। अनि त्यसपछि अनि मैले विन्डो डाउन गरेँ। मैले छोरीलाई भने आम रियली सरी यार, उसले कस्तो राम्रो मान्छे, उसले मलाई हाई भन्न खोजेको थियो तर बिचरा 4वटा औँला गएको रहेछ, एउटा मात्रै औँला बाँकी रहेछ।
भन्दाखेरि मैले द्याट्स लक्ष्मी जोशी एब्सोल्युटली त्यो हामीले चिनेको लक्ष्मी जोशी नै त्यही हो कि यो हाम्रो पोडकास्ट सुरुवात गर्नु लक्ष्मी जोशीबाट सुरु गर्नुको रिजन पनि त्यही हो कि वी वान्ट टु मोटिभेट पिपल, वी वान्ट टु स्प्रेड अ पोजिटिभ मेसेज टु पिपल। नेगेटिभिटी संसारमा जति पनि छ नेगेटिभ कुरा त हाम्रो इच वर्डमा निस्किन सक्छ, इच एक्सनमा निस्किन सक्छ, तर हाम्रो कुनै पनि देशमा हौँ, नेपालमा हौँ, अस्ट्रेलियामा हौँ, कुनै पनि सिचुएसनमा हौँ, विद्यार्थी हौँ, एनिथिङ, हाम्रो चाहिँ अस्ट्रेलियामा यो पोजिटिभिटी संसार नै एउटा पोजिटिभिटी छरौँ भन्ने हुन्छ। र वी आर ब्लेस्ड टु हेभ लक्ष्मी दाई एज आवर फर्स्ट गेस्ट फर दिस अस्ट्रेलियाका कुरा पोडकास्टमा। यो दाईलाई फेरि पनि म थ्याङ्क यू भन्न चाहेँ। थ्याङ्क यू सो मच। अब सुरु गरौँ अस्ट्रेलियाको एक्सपिरियन्सको, हामीले एजुकेसनको कुरा गऱ्यौँ र करियर जर्नी चाहिँ कसरी सुरु गर्नुभयो कर्पोरेट सेक्टरमा चाहिँ? जब मैले 2005मा चाहिँ डिप्लोमा पढेँ, 2006मा डिप्लोमा सकियो, अनि त्यही टाइममा चाहिँ मेरो मिसेसले चाहिँ बेलडाटमा चाहिँ मास्टर इन आइटी गरेको थियो। अनि उनले चाहिँ मास्टर आइटी सकाएपछि अनि हाम्रो चाहिँ पिआरको लागि हामी क्वालिफाई भयौँ। अनि पिआर जब हाम्रो आउने बित्तिकै अनि मेरो जहिले पनि मेरो इनर साइडले के भन्थ्यो भन्दाखेरि लक्ष्मी लाइक यु अलवेज वान्ट टु वर्क इन आइटी, अनि आइटीमै जब खोज भन्थ्यो कि। अनि त्यसमा एकदम क्युरियोसिटी हुन्थ्यो। म यहाँ चाहिँ डिफ्रेन्ट सेक्टरमा काम गर्थेँ। मैले इभन क्लिनिङ गर्दाखेरि, इभन लास्टमा बर्निङमा काम गर्दाखेरि कोही नेपाली भेट्यो, कोही इन्डियन भेट्यो भने मजाले उसलाई रिच आउट गर्थेँ कि। अनि त्यहाँबाट मलाई के लाउनु भएको थियो भन्दाखेरि प्लिज डोन्ट एफ्रेड टु आस्क टु एनी वान के, आस्क चाहिँ जसले पनि गर कि, यु डोन्ट आस्क विल नेभर गेट इट। म जसलाई सोध्थेँ कि। अनि त्यही टाइममा के भयो, मेरो खुट्टामा चाहिँ एक्सिडेन्ट भयो। अनि म नेपाल गएँ। नेपाल जाँदाखेरि चाहिँ त्यसलाई चाहिँ मैले त गोल्डन अपर्च्युनिटी भन्छु कि। अनि मेरो अपरेसन भएको मैले विदिन 7 डेजमा म चाहिँ त्यो बैशाखी बोकेर काठमाडौँमा ट्रेनिङ इन्स्टिट्युट खोज्न गएँ कि। अनि मैले त्यहाँ गएर चाहिँ 3.5 महिना म र मेरो मिसेस दुइटा नेपालमा 3.5 महिना हामीले चाहिँ ट्रेनिङ गऱ्यौँ कि। त्यो ट्रेनिङ गरेर यहाँ आइसकेपछि अनि द्याट इज वेयर आई स्टार्टेड फाइन्डिङ द बिगर पिक्चरलाई व्हाट आई क्यान डु इन अस्ट्रेलिया भन्ने कुरा कि। अनि कस्तो सर्कल थियो भन्दा मेरो सर्कल त्यतिखेर मैले चिनेको भनौँ 95% मान्छेहरू चाहिँ प्रायः चाहिँ जुन अहिले हामीले प्रोफेसनल काम भन्छौँ नि त्यसमा चाहिँ थिएन कि। अनि मैले कहिले काम खोज्न गयो भन्दा नि कस्तो कुरा आउँथ्यो भन्दाखेरि तैँले चाहिँ काम यो आइटीमा काम पाउँदैन भनेर अनि साथीहरूले भन्नुहुन्थ्यो। अनि फर्स्ट जुन जब मैले पाएँ नि त्यसमा चाहिँ म अझै पनि मेरो त्यो साथीहरूलाई अहिले पनि म कहिले यति इमोसन हुन्छु, उसले मेरो लाइफमा आइस ब्रेकिङ गर्यो भनेर होइन। त्यो साथीले चाहिँ मलाई धेरै ठुलो सहयोग गरे हो। जहाँ म जब एप्लाई गर्थेँ भन्थ्यो त चाहिँ अस्ट्रेलियामा छस्, तैँले चाहिँ पढेछस् डिप्लोमा एकाउन्टिङ, अनि एक्सपिरियन्स छ तँलाई क्लिनिङदेखि लिएर सबै के एक्सपिरियन्स छ, लाइक हाउ यु क्यान गेट जब इन आइटी। फर्स्ट अफ हामीले सनकपमा 2008मा चाहिँ सिस्टम एडमिनिस्ट्रेटर एन्ट्री जब चाहिँ मैले पाएँ। अनि त्यो फोन आउँदाखेरि त्यसको होइन स्टिल सम्झिन्थेँ, म रोएको थिएँ। यदि कसैको सपोर्ट भयो र आफ्मा ट्रस्ट छ भने यु क्यान डु एनिथिङ इन अस्ट्रेलिया। ल्याङ्ग्वेजै चाहिँदैन, मान्छेको भन्छ नि एक्सेन्टै चाहिँदैन भन्ने कुरामा त्यहाँबाट प्रुभ भयो कि। कमनवेल्थ ब्याङ्कबाट 2013बाट 11बाट सुरु गर्नुभयो। त्योभन्दा अगाडि के गर्नुभयो? मैले स्विस ब्याङ्कमा काम सुरु गरेँ, 3 वर्ष त्यहाँ काम गरेँ। अनि जब 2012मा कम ब्याङ्कमा चाहिँ मेरो इन्ट्री भयो। अनि त्यो चाहिँ अब इभन दो इट वाज द एन्ट्री पोजिसन इन कम ब्याङ्क। यो दाइले कामभरि सबै ब्याङ्कमा गर्ने भनेको यो ब्याङ्कमा के रहेछ, यो पैसा धेरै भएर हो कि तपाईँको इन्ट्रेस्ट सेक्टर भएर हो कि के हो? यो यस्तो कि पैसा भनेको चाहिँ मलाई कतिचोटि म इन्टरभ्यू भयो भने मैले जब गर्दै मलाई के हाउ मच डु यु वान्ट भने सोरी टु गड टिल डेट मैले कहिले पैसा मागेन। म के भन्दाखेरि आई वर्क हार्ड, मनी अटोमेटिकली कम्स। मान्छेले भन्छ पैसा माग्नुपर्छ, मैले अहिलेसम्म पैसा मागेको छैन, बट I got good money, I guess. I don't know how to good or bad, but I got good money. Never asked for the money. आइटीमा पैसा एकदम मालामालै हुन्छ। पैसा आइटीमा काम गर्ने अब 18 वर्ष काम गर्दा त्यो स्यालेरी रेन्ज चाहिँ हामीले सोच्न सक्ने भन्दा एकदम हाई नै हुन्छ भन्ने नै छ। त्यो भएर माग्नु नपर्या हो कि के होला दाइ? अरू सेक्टर पनि मलाई त्यस्तो लाग्छ नि त। आइटीमा चाहिँ फाइनेन्सियली आई थिङ्क इट्स रियली इफ यु डु रियली गुड, इफ यु ट्रस्ट अन यर जब, काम राम्रो गऱ्यो भने पैसा चाहिँ राम्रै पैसा छ। त्यो पैसाको लागि अब कति भन्नेको चाहिँ मान्छेको लिमिट छ, कहिले त्यो फुलफिल हुँदैन। तर त्यसले चाहिँ आफ्नो मोर्गेज, आफ्नो जुन फ्यामिली र कम्युनिटीमा र साथीहरूसँग बसेर एउटा आफ्नो सेयरिङ गर्नको लागि चाहिँ आइटी चाहिँ एकदमै राम्रो छ। भनेपछि अहिले लेभल 1 लेभल 2मा आइटी सपोर्टहरूमा काम सुरु गर्दै गरेका के अरे अब जो अर्ली स्टेजमा काम सुरु गर्दै गर्नुभएका साथीभाइहरूले चाहिँ फुल्ली फोकस भएर लाग्दा हुन्छ, पछाडि फर्किनु पर्दैन। 100%। म उहाँलाई के भन्छु भन्दाखेरि जस्तो हामीले आइटीमा जस्तो सुरुमा हामी 2005 तिर होला आइटीमा छिर्दाखेरि के भन्थ्यो भन्दाखेरि अब आइटी भयो, अब मान्छेको कामै हुँदैन भन्थ्यो। त्यतिखेर मलाई लाग्छ अस्ट्रेलियाको पपुलेसन झन्डै कति 22 मिलियन थियो, अहिले 30 मिलियन छ। अहिले पहिलाको भन्दा 10 टाइम्स बढी जब छ कि।
यति धेरै हामीले कहीँ कोल्समा गएर हेऱ्यो भने अगाडि हामी देख्छौँ रेस्टुरेन्टमा काम गर्ने तर त्यहाँ अहिले त्यहाँ मेसिन राखिदिएको छ हामी देख्यौँ 4 जना मान्छे आउट भयो तर इन द हन्ड्रेड्स अफ पिपल वर्किङ बिहाइन्ड द सिन अनि त्यो जब पाए मान्छे त्यही भएर चाहिँ इफ यु आर वर्किङ आइटी देयर इज अ अमेजिङ फ्युचर यस्तो राम्रो फ्युचर छ तर ट्रस्ट अन योरसेल्फ आइटीको जब खान्छ भने जुन मार्केटको धेरै अन्डरस्ट्यान्डिङ छ नि किन भन्दा अब एआईले गर्दाखेरि धेरै जबहरू चाहिँ लस भइसक्यो अब धेरै चेन्जेस हुन्छ स्पेसली सबभन्दा बढी इम्प्याक्ट हुने भनेकै आइटी सेक्टर भएको भएर एआईले चाहिँ करेन्ट या फ्युचरमा चाहिँ आइटी मार्केटमा चाहिँ कस्तो इम्प्याक्ट गर्ला स्पेसली जब एभाइलेबिलिटीको कन्टेक्स्टमा चाहिँ हजुरको अन्डरस्ट्यान्डिङ के छ यसमा? म के भन्छु भन्दाखेरि जति नयाँ टेक्नोलोजी आयो नि त्यो टेक्नोलोजीलाई सपोर्ट गर्नलाई आफूलाई स्किल अप गर्यो भने उसले झन् त्यसलाई टुल्स एन्ड टेक्निक्स त्यहाँ हुन्छ टुल्स एन्ड टेक्नोलोजी बढी आउँछ नि त्यसले लाइफ इजी बनाउँछ म कम्ब्याङ्कमा काम गरिरहेको छु मैले त्यहाँ सोल्युसन आर्किटेक्ट भएर काम गरिरहेको छु भने मैले के सोच्नु पऱ्यो भन्दाखेरि सपोज एकजना मान्छे चाहिँ कफी किन्न चाहिँ लाइनमा लागिरहेको छ यदि मेरो सानो गल्तीले गर्दा अथवा मेरो सानो मिस्टेकले गर्दा त्यो मान्छेले कफी किन्न सक्छ नि त ट्रेनको लागि दौडिरहेको हुन्छ ट्रेन ट्र्याप गर्नुपर्ने हुन्छ अनि हामीले जहिले पनि हेर्ने के भन्दाखेरि नट कि यो मेरो चाहिँ काम हो मेरो पैसा आएछ घर खर्च चल्यो भन्दा पनि अलवेज ट्राई टु सी द बिगर पिक्चर क्या यसले रियल लाइफमा क्या रियल कम्युनिटीमा के इम्प्याक्ट पाएको छ त्यो आफूलाई दिमागमा राख्ने भने टेक्नोलोजी जति चेन्ज भयो भने अपर्च्युनिटी ट्रु अब यो स्किल सेटकै कुरा गर्दै आउँदा तपाईँले 2007मा इन्डस्ट्रीमा इन्ट्री गर्दाको स्किल सेट र 2025मा कसैले इन्डस्ट्रीमा इन्ट्री गर्दैछ भने उसको स्किल सेट त डिफ्रेन्ट हुनु पर्ला टेक्नोलोजी डिफ्रेन्ट छ भनेको तपाईँको विचारमा चाहिँ इन्ट्री लेभलमा काम गर्ने मान्छेको स्किल सेट के हुनुपर्छ र फर्दर ग्रो गर्दै जाँदाखेरि चाहिँ त्यो स्किल कसरी चेन्ज हुँदो रहेछ? के छ भन्दाखेरि म भन्छु डेभलोपरले चाहिँ सफ्टवेयरको लागि चाहिँ जब खोजिरहेछ भने बेसिक भनेको न प्रोग्रामिङ हो र म रिक्वेस्ट के गर्छु भन्दाखेरि नयाँ जुन डेभलोपर सफ्टवेयर डेभलपमा इन्ट्री हुने मान्छेलाई सिम्पल पाइथन ल्याङ्ग्वेज बेसिक ल्याङ्ग्वेज भनौँ अनि बेसिक सिआइसिडी टुल हो जसलाई इजिली एभाइलेबल छ अनि बेसिक डाटा अनि अहिले एभ्रिबडी टक अबाउट क्लाउड अनि बेसिक क्लाउड जुन फाउन्डेसनल कोर्सहरू पाउँछ अनि लिङ्कडिनमा आफूले चाहिँ यदि जोइन भएको छ भने अर्थात् युट्युबमा गयो भने अर्थात् अनलाइन कोर्सहरू हेऱ्यो भने फ्रीमा बेसिक एन्ट्री कोर्सहरू पाउँछ त्यो कोर्स चाहिँ गर्नै पर्छ म भन्छु यदि कुनै मैदानमा हात हतियार नलिकन गयो भने मान्छे चाहिँ कि त ब्याकअप हुनु पऱ्यो यदि सकिन्छ भने जस्तै आइटीमा इन्ट्री हुने हो तर स्किल बेसिक टेक्नोलोजीहरूसँग चाहिँ अलाइन भएको छैन भने इन्ट्री गर्न गाह्रो छ। सिनियर पोजिसनमा एप्लाई गर्दाखेरि नर्मल्ली त्यो स्किल सेट भन्दै पर्सनल स्किल चाहिने होला होइन पहिला कामै पाउनु पनि ठुलो कुरा थियो अहिले त काम गर्ने थुप्रैजना हुनुहुन्छ तर अब नेक्स्ट लेभलको प्रोग्रेस चाहिँ कसरी गर्न सक्नुहुन्छ? आई थिङ्क इट्स रियली इम्पोर्टेन्ट राइट कस्तो छ भन्दाखेरि आइटी यस्तो एरिया हो कि जो चाहिँ एभ्रिडे चेन्ज भइरहेछ जस्तो मैले आजभन्दा 5 वर्ष अगाडि र कुनै रोलमा चाहिँ जाँदा जुन टुल्स एन्ड टेक्नोलोजी मैले लर्न गरेको थिएँ नि अब त्यो मलाई काम लाग्दैन कि त्यही भएर यदि आज तपाईँहरू कसै एउटा सिस्टम एडमिनिस्ट्रेटरको भएर काम गर्नुभएको छ भोलि सिस्टम इन्जिनियर बन्न मन लाग्यो भने आई वुड हाइली रिकमेन्ड देम रिच आउट टु द नेटवर्क हेर्ने कि कुनै अर्को ठाउँमा अपर्च्युनिटी छ छैन त्यसको लागि आफूले सिस्टम इन्जिनियरलाई चाहिने जुन स्किलहरू हुन्छ अर्थात् अब मैले जस्तो तपाईँलाई म चाहिँ सजिलो गराइदिएँ आजको दिनमा तपाईँले आफ्नो डिपार्टमेन्टलाई मान्छे हायर गर्दै हुनुहुन्छ सिनियर पोजिसनमा भने वाट आर द 3 थिङ्स यु लुक इन्टु देम? नम्बर 1 के छ भन्दाखेरि दे हेभ टु बी टेक्नोलोजी फ्रेन्ड अनि सेकेन्ड चाहिँ आजकल टेक्नोलोजी एनिवन क्यान लर्न भनेको अनि एटिच्युड किन भन्दाखेरि एटिच्युड यति इम्पोर्टेन्ट कुरा हो कि मान्छेको सबै कुरा सिकाउन सकिन्छ मान्छेको व्यवहार सिकाउन सक्दैन अनि हामी मैले कसैलाई इन्टरभ्यू लियो भने मजाले के गर्छु भन्दाखेरि टेक्नोलोजी क्वेसन एकदमै थोरै 10-15% मात्रै सोध्ने कि सोधिन्छ तिमीले के काम गर तपाईँले के काम गर्नुभयो के सोधिन्छ के प्रब्लम सोल्भ गर्यो त्यो सोधिन्छ कसरी त्यसले कम्युनिटीमा इम्प्याक्ट पार्छ त्यो सोधिन्छ र कुन चाहिँ टुल्स एन्ड टेक्निक त्यो डिटेलमा गइदिएर तर के सोधिन्छ भन्दाखेरि हाउ यु क्यान कोलाबोरेट के त्यो बाहेक कम्युनिटीमा कति इन्गेज भएको छ उसको हबिजहरू के छ त्यो कसरी कम्युनिटीलाई इम्प्याक्ट भएको छ किनकि काम भनेको कम्युनिटी हो क्या म एकजना हाउ यु क्यान क्रिएट अ कम्युनिटी विदिन द वर्क स्पेस त्यो किन गर्यो भन्दाखेरि नट ओन्ली हि ग्रो वी अल ग्रो तीनवटा कुरा उसको स्किल्स एउटा चाहिँ पर्सनल स्किल सेट प्रोफेसनल स्किल सेट एन्ड ओभरअल चाहिँ हाउ हि इज आउट अफ द बक्स अब एक्स्ट्रा एक्टिभिटी के गरिरहेको छ। ट्रु किन भन्दा जब एप्लाई गर्दा थुप्रैजनाले एप्लाई गरे भन्नुहुन्छ इभन मलाई इन्टरभ्यू कल पनि आएन भनेर धेरैजनाले मिस आउट गर्ने भनेको टेक्निकल स्किल सिक्न त उहाँहरूले रेज्युमेहरूमा त्यो आफूलाई अपडेट गर्नुहुन्छ तर पर्सनल स्किल सेटहरू इन्टरभ्यूमा कन्फिडेन्टली आफूले टेबलमा राख्न सक्यो भने नेक्स्ट जाने सम्भावना पनि छ। मैले पनि एकदम स्ट्रगल गरेर आएको हो स्टिल वी इन्जोइङ अ लट तर स्टिल वी स्ट्रगलिङ सबैलाई रिक्वेस्ट के भन्दाखेरि प्लिज गिभ 100% एन्ड अलवेज थिङ्क यो वर्क
इज गड्स गिफ्ट। यति धेरै मान्छेले आइटी पढ्नु भएको छ या आइटीमा करियर बनाउन खोज्नु भएको छ, इज आइटी फर एभ्रीवन? सायद जुनसुकै सब्जेक्ट पढायो भने आइटीमा काम गर्न सक्छ। आइटी इज द सिम्पलेस्ट सब्जेक्ट। इफ यु नो आइटी, यो जबमा मात्रै हेल्प गर्ने क्या, इट क्यान हेल्प यु इन एभ्रिडे लाइफ, कि एभ्री मोमेन्ट अफ यर लाइफमा आइटी हेल्प गरेर हुन्छ। इन टर्म्स अफ जब, इफ दे बिल्ड देयर स्किल्स, इफ दे किप अन इम्प्रुभिङ, यु हेभ टु एभ्रिडे प्र्याक्टिस। आज मैले पढेँ, अब भोलि मलाई पुगिसक्यो भने म अहिले पनि एभ्रिडे म पढ्छु। एभ्रिडे मैले चाहिँ प्र्याक्टिस एभ्रिडे गर्नुपर्छ। त्यसले के फाइदा हुन्छ भने द्याट विल मेक यु अलवेज एक्टिभ। मान्छेलाई कन्फ्युजन छ कि कहाँबाट सुरुवात गर्ने, होइन? नर्मली हेऱ्यो भने चाहिँ जस्तो केही कुरा सिक्छु भन्दै गर्दाखेरि पनि बेसिक टेक्निकल स्किल्स त भइहाल्यो, होइन? तपाईँले चाहिँ त्यो सिनियर लेभलमा काम गर्दा तपाईँले डेली चाहिँ के चाहिँ सिक्नु खोज्दै हुनुहुन्छ? द्याट्स भेरी गुड पोइन्ट, राइट? अहिले चाहिँ के छ भन्दाखेरि एआई इज अ न्यू थिङ फर एभ्रिथिङ। हाम्रो काममा नै अस्ति हाम्रो चाहिँ सिइओले के भन्छ भन्दाखेरि 60% चाहिँ जो कम ब्याङ्कको वर्कहरू चाहिँ एआईले गर्नुपर्छ भन्यो। उसले भनेपछि हामी त त्यो डिरेक्सन के भएन। त्यसको लागि त हामीले स्किल अप गर्नु पनि लागि कुन चाहिँ ल्याङ्ग्वेज हो, कुन चाहिँ टेक्नोलोजी युज गर्ने हो, कुन चाहिँ प्लेटफर्म हो, त्यो त हामीले एभ्रिडे पढ्नु पनि। इफ आई डोन्ट डु इट आई विल बी द वान गोइङ आउट फ्रम द्याट भन्यो नि, त्यो बोर्डबाट आउट भए जस्तै, त्यो ट्रेनको लिकबाट आउट भए जस्तै। त्यही भएर चाहिँ अहिलेको जुनसुकै सेक्टर, मलाई एकाउन्टिङदेखि होस् अथवा मेडिसिन होस्, जहाँ पनि के छ भन्दाखेरि पिपुल्सको लाइफ स्किल जस्तै चेन्ज भइरहेको छ नि, त्यस्तै टेक्नोलोजी यति फास्ट चेन्ज भइरहेको छ कि आज पनि 4 भाग हामी अटोमेसन मात्रै कुरा गर्थ्यौँ। अहिले आयो अब आर्टिफिसियल इन्टेलिजेन्स, त्यो पनि न्यू टेक्नोलोजी कम। तर जस्तो टेक्नोलोजी आयो त्योसँग आफूलाई अलाइन हुनैपर्छ। सोसियल मिडियाहरू छ, इभन टिकटकदेखि लिएर इभन हाम्रो लिङ्कडिनदेखि लिएर यति धेरै हाम्रो चाहिँ फ्री प्लेटफर्महरू छ। प्लिज युज देम, दे आर अलवेज फ्री फर यु। रिच आउट टु पिपल, नेटवर्किङ ग्रुपहरू छ, आफूलाई त इन्गेज गर। टिकटकमा ढलेर नहेर्ने, अलि आफूलाई चाहिने कुरा पनि हेर्नु पर्यो, होइन त? रमाइलो गर्नु पर्यो। तपाईँलाई कस्तो लाग्छ चाहिँ अस्ट्रेलियाको कर्पोरेट कल्चर चाहिँ? के भन्छ भन्दाखेरि कल्चर इज समथिङ यु क्रिएट। मान्छे भन्छ नि यो कल्चर राम्रो छैन भन्दाखेरि सेम टाइम कस्तो हुन्छ भन्दाखेरि मेरो आफ्नो एक्सपिरियन्स के भएको छ भन्दाखेरि त्यो अर्गनाइजेसनले के अब त्यहाँ चाहिँ टिम बन्डिङ, कोलाबोरेसन, टिम मेम्बरहरूलाई इम्पावरमेन्ट गर्नको लागि चाहिँ ट्रेनिङहरूको फेसिलिटी हुन्छ। अनि कोही नयाँ मान्छे आएछ भने उसलाई वेलकम गर्ने हुन्छ। सो फन्ड रेजिङ इभेन्टहरू हुन्छ, त्यसमा तिमीहरूलाई फ्रीमा जब बिदा लिएर जाऊ। त्यसले गर्दा के भयो, यसले बिदा पनि पायो तर म कम्युनिटीलाई हेल्प गर्यो, त्यस्तो कुराहरू। अनि त्यहाँ जस्तो अब डिफ्रेन्ट लर्निङ अपर्च्युनिटीहरू, अनि प्लस अब कहिलेकाहीँ कोही मान्छेलाई चाहिँ अब यहाँको चाहिँ भ्याल्युजहरू के हो, यहाँको भित्र इन्टरनल स्ट्रक्चरहरू के छ, अन्त लर्निङहरू गराउने, यस्तो धेरै कुराहरू गरेर हुन्छ क्या। 15-16 इयर्स म अस्ट्रेलियामा कर्पोरेट कल्चरमा काम गरिसकेँ। मलाई फिल भएको म त के भन्दाखेरि यु आर द मास्टर अफ क्रिएटिङ योर ओन कल्चर एन्ड देयर आर अदर पिपल हु सपोर्ट यु। ट्रु, थ्याङ्क यू। यो ऱ्यापअप गर्नुभन्दा अगाडि थोरै पोजिटिभ कुरा त धेरै भयो, होइन? केही च्यालेन्जेसहरूका बारेमा पनि कुरा गरौँ। अस्ट्रेलियामा तपाईँले भन्नुहुन्छ इमर्जिङ टेक्नोलोजी चेन्जेससँगै सबभन्दा बढी सुनिने स्पेसली आइटी सेक्टरमा भनेको रिडन्डेन्सीहरू हो, होइन? म्यासिभ ले अफहरू, स्पेसली सिनियर पोजिसनहरूमा पनि त्यो हुन्छ। सो के छ, यो रिडन्डेन्सी भइराख्ने चिज नै हो कि भयो भने पनि नेक्स्टमा जान चाहिँ कति सजिलो छ, कति टाइम लाग्छ नर्मली तपाईँको एक्सपिरियन्समा? त्यो बारेमा थोरै बताइदिनु। अहिले जस्तै एआई आइरहेछ, लट अफ अडोप्सन भइरहेछ, त्यो नट ओन्ली आइटी इन्डस्ट्री, धेरै ठाउँमा चाहिँ रिडन्डेन्सी भनेको चाहिँ इट्स पार्ट अफ लाइफ। म के भन्छु भन्दाखेरि कुनै आइटीमा काम गर्ने मान्छेले यसलाई रिडन्डेन्सी चाहिँ पार्ट अफ लाइफ नै सोच्नुपर्छ। तर त्यो सोच्ने मात्रै होइन, गर्ने के हो भन्दाखेरि मेरो एक्सपिरियन्स, म पनि पहिला काम गर्दा रिडन्डेन्ट भयो। त्यो रिडन्डेन्स आउनलाई वेट गर्ने होइन क्या, यु हेभ टु स्किल अफ योर सेल्फ। मेरो एउटा एक्सपिरियन्स के छ भन्दा जबमा सनकपमा 2008मा जबमा जोइन भएँ, अनि आफ्टर 9 months रिडन्डेन्सी भयो क्या। ओके, तर मलाई के फिल हुन्थ्यो भन्दाखेरि म यहाँ छिर्ने मात्रै होइन कि छिरिसकेपछि द मोर इम्पोर्टेन्ट इट इज इजियर टु फाइन्ड द जब, मोर हार्डर टु सेभ द जब। मेरो जसले माइन्ड हुन्थ्यो। अनि मजाले के गर्थेँ भन्दाखेरि त्यो जब पाएपछि अब मैले आफूलाई कसरी स्किल अप गर्ने, म अहिले पनि जसलाई भन्छु क्या, इफ यु फाइन्ड द जब इट्स नट द एन्ड स्टेट, यु फाइन्डिङ जब इज द बिगिनिङ अफ योर हार्ड वर्क। को एउटा कन्सर्न चाहिँ होइन, जस्तो आइटीले धेरै अल्छी भए, घरबाट बाहिर निस्किने खोजेनन् भन्ने पनि छ। यो अस्ट्रेलियन गभर्मेन्टले पनि अलिकति आजकल चाहिँ अलिकति वर्किङ फ्रम अफिस नै इकोनोमिक पर्सपेक्टिभमा हेर्दाखेरि पनि देखिन्छ। यो वर्किङ फ्रम होम भन्ने चिज चाहिँ चल्ने सम्भावना कति छ, ब्याक टु अफिस जाने सम्भावना कति छ? मलाई के लाग्छ भन्दाखेरि आई थिङ्क हामीले यसो हेऱ्यो भने जस्तो यो कोभिडको टाइममा वर्किङ फ्रम होम गऱ्यो, अनि मलाई चाहिँ फिल हुने के भन्दाखेरि त्यो अफिसको वरिपरि कति पहिला चाहिँ सपहरू थियो होइन, त्यहाँ बिजनेसहरू थियो, कति बिजनेस बन्द भयो।
त्यसले कति इम्प्याक्ट भयो घरबाट काम गरेर एउटा अफिस जानु परेन तर त्यसको हामीले चाहिँ अब बिगर पिक्चरमा हेर्ने भने कति मान्छे चाहिँ जबलेस भयो क्या अनि त्यसले चाहिँ हाम्रो चाहिँ गभर्मेन्टलाई कति इम्प्याक्ट पार्यो अनि अर्को कुरा के हो भन्दाखेरि अफिसमा गयो जब मान्छे फेस टु फेस भेटिन्छ नि त्यतिखेर चाहिँ 90% हो काम कम भए पनि 90% प्रब्लम सल्भ म त के भन्छु भन्दाखेरि स्पेसल्ली ब्यालेन्स भयो भने विच इज गुड थिङ के छ 100% अफिस अब जान अब पऱ्यो भने डेफिनेटली मान्छे गइन्छ र अब 3 days अफिस 2 days वर्किङ फ्रम होम भन्दाखेरि त्यो वर्क लाइफ ब्यालेन्स राम्रो कुरा हो अनि कुनै जबमा चाहिँ जानै पर्ने हुन्छ भने त्यो एउटा फाइदा पनि जस्तो मलाई लाग्छ कि घरमा बस्यो भने त्यो चारवटा भित्तामा देखिन्छ होइन त्यसले बाहिर गयो भने नयाँ मान्छे देखिन्छ नयाँ कुरा देखिन्छ आज पनि यस्तो देखिन्छ र त्यो कमेन्ट के छ यो पोडकास्ट सुरुवात गर्नुको मेजर रिजन के हो वी वान्ट टु मोटिभेट यङ्गर पिपल टु लुक फर अपर्च्युनिटिज अभाइलेबल इन नेपाल इन अस्ट्रेलिया होइन तपाईँको विचारमा तपाईँ यत्रो वर्ष 17-18 वर्ष अस्ट्रेलियामा आइटी सेक्टरमा काम गर्दै जाँदा वाट आर द स्किल सेट वी क्यान ट्रान्सफर टु नेपाल र त्यहाँबाट इकोनोमी कसरी ग्रो नेपालको इकोनोमीलाई कसरी हेल्प गर्न सकिन्छ होला अच्छा अहिले हामीले इन ओभरअल हेर्ने भने नेपालमा पनि एकदम बुमिङ भइरहेछ अनि जस्तो मैले कहिले यसो हेर्थेँ कि पहिला नेपालमा पैसा लिन जानु पऱ्यो त्यो चेक बुकेर जानु पर्थ्यो आजकल त्यो क्युआर कोडबाट कति फास्ट गर्छ नि त्यो विच इज भेरी गुड थिङ के तर त्यसलाई हामीले के हेर्नु पऱ्यो भन्दाखेरि क्युआर कोड त पायौँ हाउ क्यान आई प्रोभाइड मोर सेक्योर एन्ड ट्रस्टवर्दी फर द कन्ज्युमर अफ द ब्याङ्क हामी त्यसरी हेर्ने के अनि जस्तो रोड्सहरू बनायो रोड्सहरूमा चाहिँ हाउ क्यान आई युटिलाइज आइटी टु मेक स्योर एज द इज अ सेफ इन्भाइरोमेन्ट इन ड्राइभिङ इन नेपाल त्यहाँ हाम्रो चाहिँ हाइड रोड देयर आर थाउजन्ड्स अफ एरिया यु क्यान टेक एक्सपिरियन्स फ्रम हियर एन्ड एप्लाई इन नेपाल छ भन्दाखेरि ग्रो हुन चाहन्छ एकदम बढी गर्दाखेरि मान्छे गाह्रो मान्छे अब चाहिँ यङ्गर जेनेरेसन अहिले त्यो काम गर्ने मान्छेलाई चाहिँ टेक्नोलोजी लाने मान्छेलाई चाहिँ सायद मलाई लाग्छ इम्प्याक्ट पार्दैन जस्तो लाग्छ किनकि पिपल आर सो मोटिभेटेड टु प्रोभाइड न्यू वे अफ डुइङ थिङ्स गभर्मेन्टले पनि इन्करेज गरिरहेको छ मोटिभेट गरिरहेको छ लेट्स टेक द आइटी विथ सेफ सेक्योर एन्ड साउन्ड म्यानर सो द्याट भोलि ब्याङ्कमा पैसा राख्ने मान्छेलाई चाहिँ कन्फिडेन्स हुन्छ होस् कि मैले राखेको पैसा ट्रु र फास्ट यो पोडकास्ट हेर्नुभएका जस्तो अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा भर्खर अस्ट्रेलिया आउने गर्नुभएका विद्यार्थीदेखि लिएर भर्खर पढाइसक्दै गर्नुभएका ग्रेजुएटहरू उहाँहरूको तपाईँलाई फाइनल तपाईँको एडभाइस चाहिँ के छ कपल अफ थिङ्स अझमा के भन्दाखेरि डोन्ट कम आउटसाइड फ्रम कम्फर्ट जोन इफ यु कम आउट फ्रम योर कम्फर्ट जोन मेक योर नेटवर्क डु कन्टिन्युस अनि प्लस डोन्ट हेजिटेट टु रिच आउट हाम्रो नेपाली कम्युनिटी अथवा जुनसुकै कम्युनिटीमा पनि यति धेरै स्किलफुल मान्छेहरू छ जुनसुकै सेक्टरमा गयो भने पनि यति धेरै मान्छेहरू छ रिच आउट 100जना रिच आउट भयो भने इभन 2जनाले मात्र हेल्प गऱ्यो भने त्यो माथि पुग्यो र सक्सेस भनेको नै हाउ यु क्यान मेक इम्प्याक्ट अन अदर पिपल्स लाइफ भन्ने हो दे इज एभ्री वान रिच आउट टु पिपल अलवेज गेट ओके त्यो एन्डमा चाहिँ हामी 5वटा ऱ्यापिड फायर क्वेसन फर्स्ट थिङ तपाईँलाई मैले सोध्दाखेरि वर्किङ फ्रम होम अर वर्किङ फ्रम अफिस डिफिकल्ट क्वेसन वान एन्सर वर्किङ फ्रम अफिस भलिबल अर फुटबल भलिबल एक्सर्साइज अर मेडिटेसन मेडिटेसन अस्ट्रेलिया अर नेपाल अस्ट्रेलिया थ्याङ्क यू सो मच फर यर टाइम होप यो हाम्रो कन्भर्सेसन धेरैको लागि एउटा मोटिभेसन हुनेछ थ्याङ्क यू सो मच फर ह्याभिङ मी